यहाँको जस्तो सबै कुरो हुनु थियो भने उता हेर्नु ग्राउन्डमा गोल खेलिरहेको छ नाता नातिनीहरू खैरेको पिसाबहरू भिडियोमा देख्छ पिसाब भनेको खैरेले बुझ्छ नि नेपाली सिक्दै खैरेले त चाइनिजले नि पुरा नेपाली पोस्ट गरेको रहेछ कि तर अब टिम होटलमा अनि के अरे म र भक्ति थिएँ होइन चिया खान्थेँ त म चिया खान्थेँ अनि चिया खाँदै बसेर यो मसाला खैरीहरूको चाहिँ केही के अरे संस्कृत नहुने आमाको समय नाङ्गे होइन भन्दै भनेर चाहिँ छेउमा बसिरहेको थियो खैरी बुढो ए भाइ के भनेको तिमीहरूले मन छ बुढो त म 25 वर्ष नेपाल बसेर आएको मलाई बुझ्दैन अरे त्यो बोलेको तिमीहरूले हुन्छ साह्रो पारी गयो नि हेरेर बनाइदिनु बुढोले पुल यहाँको पुल मान्छे हिँड्ने साइकल कुदाउने पुल यहाँको खोला यता तल आमा आएको त पहिले नि यहाँ आमा आएको होइन यहाँ आएको त आमा खोला हेर्नु खोला खोला बोलाएको यो नयाँको खोला चाहिँ यसो नहुने क्या पौडी खेल्दा खाएर चिसो हुन्थ्यो सबै यहाँको लेदो के अरे मैला पानी साइकल चाहिँ यहाँको मान्छेले साह्रो कुदाउने हो समरमा मेरो पनि साइकल थियो नि फेलिदिएको छ टिकाले सानो साइकल थियो 300 रुपियाँमा किनेको सबै सानो भयो क्या अहिले पाउँदैन नि 300 मा त्यो खालको साइकल मैले सिकाउनु पाइनँ छोराछोरीलाई नपाइने घुर्नु के गर्नु घुमौँ अब यहाँ यस्तो दामी दामी घरहरू छ ए जान्छ हेबिट डन होमवर्क भन्दा हुन्छ नि एभ्रिडे सर हुँदा चाहिँ सर हुनु पनि एक राम्रै हो पैसा चाहिँ हुँदैन मात्रै पैसा चाहिँ धेरै करोडपति हुनु अनि त्यस गाउँमा गएर 3-4 क्लास 5 तिर पढाएर बस्यो काम हुँदैन सर भन्छ बिहान बेलुका अनि खानेकुरो अनि मिठो गाउँ घुम्नु जाँदा रहेछ सर भन्छ नमस्कार सर आउनु बसौँ गफसफ गरौँ एकछिन भन्छ ए चिसो के खाउँ भन्छ हो तर अलिक मिलियन क्या है 1-2 करोड चाहिँ भएर त्यो काम गर्नु राम्रो लाग्छ नि किनभने अब सहरमा होइन गाउँमै हो क्या बस्नु भनेको गाउँ त गाउँमा कस्तो मजाले राम्रो गर्छ नि सहरमा त सागसब्जी फलेको छ भने लिएर आउँछ है लिएर कोठामा बसेर यता लड्छ डुङ्गा हुन्छ साह्रो घुम्नुपर्छ यहाँको नानीलाई यहाँ यत्रो सानोदेखि तर जति नै गरे पनि क्यानाडाले सकेन हो खेल्नु वर्ल्ड कप नेपालकै जस्तै हो क्यानाडा पनि सरकारले यो पाइनाले चाहिँ अब 20 वर्षमा फरक लाग्छ यस्तो यो इन्भेस्ट गरेको छ सबैमा अहिले केटीहरूले चाहिँ यसपालि अब वर्ल्ड कप खेल्ने होला छ के गर्छ अब थाइल्यान्डलाई जित्यो भने वर्ल्ड कप खेल्छ तिनीहरूले
थाइल्यान्डसँग छ अब थाइल्यान्ड अब चाइना टच थाइल्यान्डहरू पनि हामी जस्तै गर्नु चाइनालाई 2 गोल हाल्यो अनि साथी भन्नु पर्छ चाइनाहरूले अब बिचमा चाहिँ के गर्छ होला किनभने भर्खर उनीहरू चाहिँ यस सकरमा मात्रै जितेको छैन चाइनाले नि अरूमा सकर भलिबल पनि सक्दैन भलिबल पनि जब जितेको छैन होइन भलिबलमा त जितेको छ नि केटीहरूले त केटाहरूको पनि थाहा छैन केटीहरू जितेको भलिबलमा सबैभन्दा खतरा त के थियो भने थाइल्यान्ड र के अरे यो रसिया थाइल्यान्ड र रसिया खतरा छ नि भलिबलले केटाहरूको त देखेको छैन बास्केटबलमा पनि जितेको छ होला चाइनाले तिनीहरूको लम्बो भन्दा नि बास्केटबल त अमेरिका हो खतरा सिउर छ नि यति मासिमा राख्नुपर्ने हो यो बास्केटबल पनि माथि लाइट कसले लाउँछ त्यहाँ त्यो त यो अलिक त्यो हाइटले गर्दा पनि एडभान्टेज भयो नि त उनीहरूले के अरे यो न पनि उयसको आँखा जत्रो हुन्छ नि त्यो राख्नु पर्ने अनि यो त अब हामीले पनि त खेल्दा भयो नि त तर खेल्नु के अरे यो सक्यो भने त हामीले टेन्नै लाग्नु सक्यो नि त निलो लागेको हाइट नेपालमा सरकारले चाहिँ सहयोग गर्नु अलिकति सरकारले गर्दैन गाउँ क्षेत्री हुन्छ त गर्दैन मान्छेहरू आयो भने चाहिँ गर्छ होइन अब 100% मान्छे पनि त्यही हो त्यसकै त्यही हो ठाउँमा त पुगेछ नि हाम्रो मान्छे नपुगेन तर अब त्यही हो होइन पुगेर त गरेको छ कुलमान घिचिङले गर्यो कुलमाले त एउटाले गरेन अनि कोइलले पनि गर्यो अनि त्यो एउटा किताब बेचिन्छ नि के अरे उता अनि कहाँ त्यो काचिन होइन राजनीतिपट्टि होइन नि होइन मतलब गरेको छ हाम्रो मान्छेहरू चाहिँ गर्नु मन चाहिँ हुन्छ तर मन्त्री चाहिँ हुनु पाएको छैन मन्त्रीको चाहिँ अब हुन्छ फुल पावर मन्त्री त छ नि किन नहुनु त्यो यो होइन राष्ट्रमन्त्री भएको छैन भन्दा त्यो यो भएको छ फरक के भन्छ त्यो इकोनोमिक केमा इकोनोमिक फरेस्ट डिपार्टमेन्ट यो के किरानी भन्दा के मन्त्री हो नि के मन्त्री हो पर्यटन पर्यटन मन्त्री के अरे कति आले प्रेम आले त्यत्रो भयो भरे लास्टमा गएर दादागिरी गरेर नै आफै मान्छे धनबाट हिँडेर नि कहाँ मन्त्री भएको भने त्यसो गरेर कहाँ हाल्नु मन पर्छ मन्त्री भएको जनतालाई सुविधा होइन शिक्षा स्वास्थ्य शिक्षा र स्वास्थ्य चाहिँ हेरिदिनु भएन नि साँच्चै नेपालबाट निकै आदि हाम्रो मान्छे राम्रो मान्छे पुग्दैन नि ठाउँमा त्यस्तै मान्छे मात्रै पुग्छ ठाउँमा किनभने उनीहरूको हात हुन्छ त्यसमा राम्रो मान्छे त्यहाँ जाँदा त सक्दैन राष्ट्रले राम्रो मान्छे गर्यो त्यही भएर त नराम्रो मान्छेहरू चलायो गर्न चाहिँ राम्रो मान्छेले के जनताको नेतृत्व गर्ने त राम्रै मान्छे चाहियो तर हाम्रो